आज चाहिँ बाइक लास्टै फोहोर भइरहेछ। अब यसो धुनै पर्यो नि त आफ्नै बाइक हो, फेरि दिन भन्न पनि नमिल्ने, त्यही भएर बाल्टिङ पानी हाल्दैछु। यत्रो बाल्टिङ पानीहरू हाल्दा पनि लास्टै फोहोर देखिरहेको थियो, हिले हिलो। यो बाइकहरूको फेरि साइलेन्सर लास्टै तात्नी रहेछ, त्यही भएर छोको कस्तो पोल्यो। पानी मात्र हालेर नहुने रहेछ, त्यही भएर यस्तो टालोले नि पुस्दैछु। यो दुईटा भाइहरूले यस्तो गाडी खेलेको देख्दा चाहिँ बच्चा बेलाको कस्तो याद आयो मलाई। तर हाम्रो बडीगार्ड पुरै पानीमा भिजिरहेछ, त्यही भएर मैले साथ दिएँ। पानी पनि कति ठुलो परेको थियो, त्यही भएर मलाई त्यसो रुच्न मन लाग्यो के, यस्तो मजा लाग्छ नि। तल किचनतिर के छ भनेर गएको, भाइले पुरै करेन्ट बनाएर राखिरहेको रहेछ। मेरो पाली के छ र भाइको त हो नि भनेर एक घाँस हान्दिएको कस्तो पिरो लागिरहेको। केटाहरू चाहिँ स्वयम्भू जम जम भन्दै थियो, त्यही भएर हामी चाहिँ जाँदैछौँ। मैले इभिनिङ वाक पनि हुन्छ, यसो रमाइलो पनि हुन्छ भनेर हामी अहिले जाँदैछौँ मास्तिर। स्वयम्भूको स्टुपा चाहिँ देखिरहेछ, तर हामी चाहिँ लास्टै तल छौँ। हाम्रो पर्यटकहरू चाहिँ यसरी भ्यानमा क्याम्प गर्दै बस्नु हुँदो रहेछ, यस्तो दामी मजा आउँछ होला है। अँध्यारो पनि यति थियो कि आफ्नै फेस चिन्न गाह्रो थियो, त्यही पनि हामी जाँदैछौँ मास्तिर। यस्तो बल गर्दै केटाहरूसँग आफ्नो त गर्मीले होला कस्तो टाउको चिलाइरहेको थियो, त्यही भएर यस्तो मास्तिर गइरहेछौँ हामी। त्यही पनि माथितिर चाहिँ पुलिस सर्जीहरू हुँदो रहेछ, हामीलाई त माथि जानै दिएन नि।